नमस्कार साथीहरू। आज चाहिँ म एउटा भिडियो बनाउनु गइरहेको छु। भिडियो लामो पनि हुनसक्छ। लास्टसम्म हेरेर हजुरहरूलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला। अब सबैको आफ्नो आफ्नो बुझाइ हुन्छ। कसैले नकारात्मक पनि बुझ्छन्, सकारात्मक पनि बुझ्छन्। तर मेरो भिडियो धेरै सामु मान्छेसामु पुग्दैन। त्यही भएर जतिले हेर्नुहुन्छ जस्तो लाग्छ त्यस्तै कमेन्ट चाहिँ गर्नुहोला है। अहिले हामी दुःखद घडीमा छौँ। देश नै दुखेको छ। 72 सालको भूकम्पपछि फेरि देशमा एउटा सङ्कट आएको छ। बाढीले धेरै जनधनको क्षति भएको छ। अब त्यसमा दुःख व्यक्त गर्ने अब कुन शब्दले गरौँ? धेरै दुःखी छु म पनि। यस्तो घटनाहरू विभिन्न भइरहेको छ। अब हामी पहिला देखिने अब विभिन्न युद्धहरू अब बेला बेलामा अनि प्राकृतिक विपत्तिहरू खेप्दै आएको छौँ। कहिले धेरै प्राकृतिक विपत्तिहरू आउँछ। कहिले बाढी पहिरो, भूकम्प अनि कहिले हावाहुरी आइदिन्छ, कहिले असिना आएर धानै लगिदिन्छ। यस्तै छ। अब कहिले आन्दोलन हुन्छ। पोहोर पनि त्यत्रो जेनजी आन्दोलन भएर त्यत्रो मान्छेको ज्यान गएको थियो। यसपालि पनि त्यस्तै भएको छ। यो भदौ लाग्ने बित्तिकै यो भदौ महिना त्यही भएर मलाई खासै राम्रो पनि लाग्दैन क्या। अनि अब अस्ति भर्खरै एउटा 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको थियो। त्यो बालिकाले खासमा न्याय नपाएर पनि त्यस्तो घटनाहरू भएको हो कि जस्तो पनि लाग्छ तत्कालै घटना हुनुमा। बिचरा धेरै मान्छेहरू बालिकाको न्यायको लागि लडेका थिए। धेरैले आवाज उठाएका थिए। अपराधीलाई कडा सजाय हुनुपर्छ भनेका थिए। तर बालिकाको बाबाआमालाई चाहिँ सिंहदरबारमा बोलाएर अब के भनियो, कसो गरियो, कसरी कुरा मिलाइयो, तर हाम्रो बच्चाले न्याय पाइसक्यो भनेर खुसी भएर जानुभएछ। अनि त्यस पछाडि फेरि त्यो बलात्कारी जुन अपराध गर्ने व्यक्तिको फोटो भिडियोहरू हेर्दाखेरि पनि अपराधी झन खुसी देखिएको थियो। त्यसमा बच्चाले न्याय पाए जस्तो लागेन। अब योभन्दा पहिलेदेखिकै सरकारहरूले पनि अपराधहरू धेरै लुकाउने गरेको थियो। अहिलेको सरकार पनि खासै त्यस्तो कमीको देखिएन। यसमा पनि केही घटनाहरू, अपराधहरू लुकाइएको छ कि भन्ने शङ्का छ। र बालिकाहरू, बच्चाहरू भगवान भन्छन्, भगवानको रूप भन्छन्, हुन पनि सक्छ। त्यही भएर बालिकाले न्याय नपाएर पनि यस्तो विपत्ति आएको हो कि देशमा जस्तो पनि लाग्छ मलाई चाहिँ। अझै पनि यो विपत्तिमा हेर्छु सामाजिक सञ्जालहरूमा भिडियोहरू, फोटोहरू पोस्ट भएको देख्छु। कति मान्छेहरू चाहिँ त्यो त्यस्तो विपत्ति आइरहेको छ, त्यस्तो भइरहेको छ देशमा, खुसी साथ अब त्यो ग्यास सिलिन्डरहरू पो बटुलेर बाजाबाज गर्दै, खोसाखोस गर्दै लिइराखेका देखियो। अनि कति चाहिँ त्यो लास बगाएर ल्याएको छ। त्यो लासलाई बाहिर निकाल्नुको सट्टामा सुनहरू लुछेर लगेको अनि लासलाई त्यहीँ छोडिदिएको दृश्यहरू देख्दा कस्तो घिनलाग्दो दृश्यहरू देख्दा अचम्म पनि लाग्छ। मानवता भन्ने चिज यति पनि छैन क्या मान्छेमा। त्यही भएर पनि यस्तो विभिन्न घटनाहरू भइराखेको पनि हुनसक्छ। अब कति अब सामाजिक सञ्जालहरूमा फेरि यो छिमेकी यो बालेन सरकारको लाई चिनले नराम्रो देखिरहेको छ। अब त्यही भएर पनि त्यो के भन्छ पानी छोडिदिएको हो त्यस्तो सामाजिक सञ्जालहरूमा राखेको पनि देखिन्छ। तर त्यस्तो पनि नहुनसक्छ। छिमेकी देशले त्यस्तो गर्नु सक्दैन होला जस्तो लाग्छ। अब 72 सालको भूकम्पमा पनि चिनले धेरै सहयोगहरू गरेको थियो। त्यो भूकम्पको बेलामा छिमेकी देशहरूलाई पनि हामी सहयोग माग्नुपर्छ। त्यस्तो नकारात्मक पनि नसोचौँ। र अब सरकारको पनि गल्ती छ भन्ने नसोचौँ। अब सरकारले कसैलाई यस्तो होस्, नराम्रो होस् र मान्छे सबै खराब होस्, बलात्कार गरोस् भनेर कसैले पनि भन्दैन। तर न्याय चाहिँ पाउनुपर्छ। सरकारले पनि त्यो दोषी छ भने जस्तो दोषीलाई पनि कडा कारबाही चाहिँ गर्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। अनि सबैलाई त्यस्तै लाग्छ राम्रो मान्छेलाई। अब नेताहरू पनि सबै खराब होइन। नेता हुने बित्तिकै खराबै छन् भन्ने पनि होइन। धेरै नेताहरू देशभक्ति पनि छन्, कति राम्रा पनि छन्, नराम्रो पनि छन्। यो समाज जस्तो छ त्यस्तै हो। समाजले उत्पादन गरेको मान्छेहरू नै नेता भएका छन्।
अब कोही मान्छे अब सामाजिक सञ्जालमा भाइरल हुनुको लागि पनि नराम्रो काम गर्छन्। नराम्रोको पछि लाग्ने चाहिँ बढी छन्। अब राम्रोको पक्ष लाग्ने बढी छन्। तर सत्य के हो, गलत के हो, सही के हो त्यो छुट्याएर तेरो मेरो यो ऊ भनेर पक्ष लिएर एक पक्ष अन्धभक्त भएर बोल्नुभन्दा सत्य के हो, राम्रो के हो त्यसलाई छुट्याएर बोल्ने बानी बसालौँ सबैले। सकेको जहाँ जस्तो अवस्थामा हुन्छ, जसरी हुन्छ सकेको सहयोग गरौँ। कसैको खुट्टा तानातान गर्ने र यो पक्ष यो चाहिँ नराम्रो भनेर राम्रोलाई पनि राम्रो देख्नुपर्छ, नराम्रोलाई पनि नराम्रो देख्नुपर्छ। त्यो भनेको हाम्रो मान्छे भएर जन्मनुको र मान्छे हुनुको धर्म हो। हामी त्यो सही र गलत छुट्याउनु सकेनौँ भने हामी मान्छे होइन।